Hello everyone and welcome to our मेरो स्कुल प्लेटफर्म। हामी फ्लुइड मेकानिक्स को च्याप्टर 8 बाउन्ड्री लेयर थ्योरी पढिरहेका छौं र यस भिडियोमा हामी एउटा न्युमेरिकल सल्भ गर्न गइरहेका छौं जुन कि 2069 असारको पेपरमा सोधिएको छ। अब यो न्युमेरिकल सुरु गर्नुभन्दा अगाडि हामी थोरै कुराहरु जानौं जुन कि हामीले अहिलेसम्म पढेका छैनौं। हामीले बाउन्ड्री लेयर थ्योरी को एनालाइज गरेका थियौं बाइ कन्सिडरिङ अ थिन फ्ल्याट प्लेट। सो यो हाम्रो भयो एउटा थिन फ्ल्याट प्लेट र हामी के गर्छौं यो फ्ल्याट प्लेटलाई कुनै पनि क्यानल अथवा रिभरमा राख्छौं र यो रिभर अथवा क्यानलको फ्री स्ट्रिम भेलोसिटी u छ। अब यो रिभर और स्ट्रिम जुन छ यसको लिडिङ एजमा ठोक्ने बित्तिकै हामी यहाँबाट बाउन्ड्री लेयर एउटा फर्म भएको हेर्न सक्छौं। सो यो बाउन्ड्री लेयर भयो र हामीले यो बाउन्ड्री लेयरलाई तीनटा डिफरेन्ट जोन्समा डिभाइड गरेका थियौं। सो फर्स्ट भनेको हाम्रो लेमिनार जोन, देन आफ्टर यो हामीसँग आउँछ ट्रान्जिसन जोन। ट्रान्जिसन जोन भनेको एकदमै सानो जोन हुन्छ, यसले जस्ट के गर्छ त कन्भर्ट गरेको हुन्छ लेमिनार टु टर्बुलेन्ट जोन। सो यो एउटा ट्रान्जिसन फेज जस्तो हुन्छ। अब कहिलेकाहीँ के हुन्छ कि धेरै जसो जोन चाहिँ मानौ नियरली बाउन्ड्री लेयर भित्र फर्म भएको जुन जोन छ नियरली मोर देन 80% चाहिँ लेमिनार छ र रेस्ट मात्र टर्बुलेन्ट छ भने त्यसलाई हामी फुल्ली लेमिनार बाउन्ड्री लेयर भनेर भन्न सक्छौं। र कहिलेकाहीँ ठ्याक्क उल्टो हुन्छ कि टर्बुलेन्ट जोन चाहिँ एकदमै धेरै छ, मानौ 80% भन्दा धेरै र एकदमै कम चाहिँ लेमिनार जोन फर्म भएको छ भने त्यसलाई हामी टर्बुलेन्ट बाउन्ड्री लेयर और फुल्ली टर्बुलेन्ट भन्न सक्छौं। सो अब हाम्रो जुन बाउन्ड्री रिजन छ त्यो लेमिनार हो कि टर्बुलेन्ट यो कुरा हामी डिटरमाइन गर्छौं बाइ द हेल्प अफ रेनॉल्ड्स नम्बर। सो रेनॉल्ड्स नम्बर भनेको यसलाई म्याथमेटिकली भन्नु पर्दाखेरि रेनॉल्ड्स नम्बर इज गिभन बाइ u इन्टु x डिभाइडेड बाइ न्यू। u भनेको यो स्ट्रिमको भेलोसिटी जुन भेलोसिटीले यो बगिरहेको छ, x भनेको जुन प्लेट हामीले लिएका छौं यो प्लेटको लेन्थ भनेको x भयो। सो यहाँनेर जुन यो लेन्थ छ प्लेटको यो भनेको हाम्रो x भयो र न्यू भनेको काइनेमेटिक विस्कोसिटी भयो। अब रेनॉल्ड्स नम्बरको आधारमा हामी भन्न सक्छौं कि गिभन जुन छ रिजन फर्म भएको बाउन्ड्री लेयरको तल त्यो हाम्रो लेमिनार हो कि टर्बुलेन्ट हो और हाम्रो लेमिनार बाउन्ड्री रिजन फर्म भएको छ कि टर्बुलेन्ट बाउन्ड्री रिजन फर्म भएको छ। सो यो कुरा पनि बुझौं कि यदि रेनॉल्ड्स नम्बर RE सो रेनॉल्ड्स नम्बरको भ्यालु हाम्रो यदि लेस देन और इक्वल टु 5 इन्टु 10 टु द पावर 5 छ, सो म्याक्सिमम भ्यालु अफ रेनॉल्ड्स नम्बर 5 इन्टु 10 टु द पावर 5 छ भने हामी भन्न सक्छौं कि गिभन जुन बाउन्ड्री रिजन फर्म भएको छ त्यो लेमिनार हो। र यदि रेनॉल्ड्स नम्बरको भ्यालु ग्रेटर देन 5 इन्टु 10 टु द पावर 5 छ बट लेस देन 10 टु द पावर 7 छ देन वी क्यान से दैट गिभन बाउन्ड्री रिजन इज टर्बुलेन्ट बाउन्ड्री रिजन। सो यसरी रेनॉल्ड्स नम्बरको भ्यालुको आधारमा हामी लेमिनार हो कि टर्बुलेन्ट हो भनेर डिटरमाइन गर्न सक्छौं के त यो रिजन जुन कि बाउन्ड्री लेयरले फर्म गरेको छ। सो यति कुरा थाहा पाइसकेपछि बल्ल अब हामी यो क्वेशनलाई सल्भ गर्न सक्छौं। सो हेरौं क्वेशन यस प्रकार रहेको छ। एयर एट 20 डिग्री सेल्सियस फ्लोज प्यारलल टु अ स्मूथ थिन फ्ल्याट प्लेट एट 4.75 मिटर पर सेकेन्ड। सो एयर भनेको अ टाइप अफ फ्लुइड नै भयो, हामीले च्याप्टर 1 मै पढेका छौं। फ्लुइड भनेको एनीथिङ विच फ्लोज, सो एयर यहाँ फ्लो भएको छ इट इज फ्लुइड र यसको भेलोसिटी क्वेशनले हामीलाई यसको भेलोसिटी दैट मीन्स u दिएको छ 4.75 मिटर पर सेकेन्ड। द प्लेट इज 3.23 मिटर लङ। सो प्लेटको लेन्थ भनेको x, हामीलाई x को भ्यालु के दियो त 3.23 मिटर दिएको छ। नाउ वी हैव टु डिटरमाइन वेदर द बाउन्ड्री लेयर अन द प्लेट इज मोस्ट लाइकली लेमिनार, टर्बुलेन्ट और समवेयर इन बिट्विन। अब गिभन जुन हाम्रो बाउन्ड्री लेयर छ यसले गर्दाखेरि कस्तो रिजन फर्म भएको छ, लेमिनार, टर्बुलेन्ट कि लेमिनार टर्बुलेन्टको बीचको दैट मीन्स ट्रान्जिसन जोन फर्म भएको छ। हामीले यो कुरा पत्ता लगाउनु पर्यो। सो हामी के गर्छौं, हामी गिभन डेटालाई युज गरेर क्याल्कुलेट गर्छौं रेनॉल्ड्स नम्बरको भ्यालु। रेनॉल्ड्स नम्बरको भ्यालु आइसकेपछि हामीले जुन भर्खरै पढेका छौं यो कुरालाई युज गरेर भन्न सक्छौं कि हाम्रो कस्तो खालको रिजन फर्म भएको छ। र यसपछि क्वेशनको सेकेन्ड पार्टमा फेरि पनि हामीलाई सोधेको छ कम्पेयर बाउन्ड्री लेयर थिकनेस एट द एन्ड अफ प्लेट फर टु केसेस। हामीले बाउन्ड्री लेयर थिकनेसलाई पनि कम्पेयर गर्नु पर्यो। सो पहिला हामी पत्ता लगाउँ कि गिभन जुन हाम्रो बाउन्ड्री रिजन फर्म भएको छ त्यो लेमिनार हो कि टर्बुलेन्ट हो कि दुवैको बिचतिरको हो। सो फर दैट वी नीड टु फाइन्ड द रेनॉल्ड्स नम्बर एन्ड इट इज गिभन बाइ u इन्टु x डिभाइडेड बाइ न्यू। अब क्वेशनले हामीलाई काइनेमेटिक विस्कोसिटीको भ्यालु दिएको छैन, सो हामीले आफैले एउटा केही भ्यालु दिनु पर्यो काइनेमेटिक विस्कोसिटी न्यू को। सो मैले यहाँ न्यू को भ्यालु लिइरहेको छु say 10 to the power 5 meter square per second। अब सबै भ्यालुजहरु छ, हामीले न्यू को भ्यालु एज्युम गरिसकेपछि सो पुट गरौँ। सो u भनेको हाम्रो एयर को जुन स्पीड छ, स्पीड कति छ त इट इज 4.75 मिटर पर सेकेन्ड।
सो 4.75 इन्टु x भनेको लेन्थ अफ द प्लेट 3.23 र तलपट्टि भइहाल्छ 10 टु द पावर -5. सो यस प्रकार हाम्रो रेनॉल्ड्स नम्बरको भ्यालु आएको छ 15.3 इन्टु 10 टु द पावर 5 and this value we can see this value is greater than 5 into 10 to the power 5. So यो value 5 into 10 to the power 5 भन्दा greater भएपछि हाम्रो जुन जोन फर्म भएको छ that is turbulent. So we can say turbulent boundary region is formed. So एकदमै सिम्पल कन्सेप्ट थियो, हामीले भर्खरै यो कन्सेप्ट पढ्यौ र यसलाई एप्लाई पनि गर्यौ यही क्वेशनमा. अब क्वेशनको सेकेन्ड पार्टमा के भन्यो त, यदि फुल्ली ल्यामिनार फ्लो भएको भए हाम्रो बाउन्ड्री लेयर थिकनेस डेल्टा कति हुन्थ्यो र यदि फुल्ली टर्बुलेन्ट भएको भए हाम्रो बाउन्ड्री लेयर थिकनेस डेल्टा कति हुन्थ्यो. सो यसको पनि एउटा फर्मुला छ. यदि हाम्रो फुल्ली ल्यामिनार बाउन्ड्री रिजन फर्म भएको छ भने बाउन्ड्री लेयर थिकनेस डेल्टा हामी क्याल्कुलेट गर्न सक्छौं बाइ युजिङ द फर्मुला 5x डिभाइडेड बाइ अंडर रुट अफ RE. र त्यसैगरी यदि हाम्रो फुल्ली टर्बुलेन्ट छ भने हामी क्याल्कुलेट गर्न सक्छौं बाइ युजिङ द फर्मुला डेल्टा इज इक्वल टु 0.37x डिभाइडेड बाइ रेनॉल्ड्स नम्बर RE को पावरमा 1/5. सो यो A भयो, यो B भयो. A भनेको क्वेशनले भने अनुसार फुल्ली ल्यामिनार कन्डिसन भयो, B भनेको फुल्ली टर्बुलेन्ट कन्डिसन भयो. सो यो सबै इम्पिरिकल फर्मुलाहरू हो. सो यो इम्पिरिकल फर्मुलाहरू युज गरेर अब हामी निकालौं द भ्यालुज अफ बाउन्ड्री लेयर थिकनेस. सो जतिखेर फुल्ली ल्यामिनार छ, फुल्ली ल्यामिनार भएको बेलामा हाम्रो फर्मुला छ डेल्टा इक्वल्स टु 5x अंडर रुट RE. सो भ्यालु पुट गरौं. x भनेको प्लेटको लेन्थ दैट इज 3.23 मिटर र रेनॉल्ड्स नम्बर हाम्रो आएको छ 15.3 इन्टु 10 टु द पावर 5. सो दिस इज इक्वल टु 0.013 मिटर. र अर्को केस जतिखेर फुल्ली टर्बुलेन्ट छ, सो यहाँनिर 0.37 इन्टु 3.23 डिभाइडेड बाइ 15.3 इन्टु 10 टु द पावर 5 र यसको पावरमा फेरि 1/5. सो यहाँबाट हाम्रो बाउन्ड्री लेयर थिकनेसको भ्यालु आएको छ 0.069 मिटर. सो यो जस्ट हामीलाई यो जुन बाउन्ड्री लेयर थिकनेसको इम्पिरिकल फर्मुलाजहरु छ यो जान्नको लागि, थाहा पाउनको लागि यो क्वेशन थियो. सो यो कुराहरु हामीले छुटाएका थियौ पढ्दाखेरि. सो बेसिकली यो इम्पिरिकल कुराहरु हामीले डिटेलमा हाइड्रोलिक्समा पढ्ने छौं र यहाँनेर हामीलाई एक्जाममा सोधिएकोले गर्दाखेरि हामीले यहाँ यो क्वेशनलाई प्र्याक्टिस गर्यौं. नाउ अपकमिङ भिडियोमा हामी यस्तै एउटा अर्को क्वेशन सल्भ गर्ने छौं जुन कि एक्जाममै सोधिएको क्वेशन हुनेछ र यसरी नै च्याप्टर 8 लाई कन्टिन्यू राख्ने छौं. थ्यांक यू.